बंदी छोड़ पूर्ण ब्रह्म कवि साधु रामपाल जी परमेश्वर जी की जय। हिन्दू मुस्लिम सिख इसाई दया बिना दरवेश कसाई। भाइ बहिनीहरू, कसाई भनेको के हो? एउटा जात जातिलाई होइन, व्यवहारले कसाई। व्यवहारले कसाई मानव समाजमा हानिकारक हुन्छ। अब कस्तो हुन्छ त दया भाव भनेर यो 2025 देखि 2028 सम्मको वर्ष परमात्माजीले दया मान्छेहरूले पुकार्छ नि त, दया होस् हे परमात्मा हे भगवान भनेर पुकार्छ नि, त्यतिखेर दया थाहा हुन्छ भाइ बहिनी। तर जो चेतनशील प्राणी सर्वश्रेष्ठ मानव चोला हो, मानव चोलाहरूले चाहिँ अहिलेदेखि सुरु गर्नुहोस् कि दया के हो। एउटा त्योहार, एउटा राम रमिता चाडबाडको नाममा, जातीयको नाममा, संस्कृतिको नाममा, परम्पराको नाममा भाइ बहिनीहरू जे हिंसा गर्न छोड्नुहोस् है, दया गर्नुहोस्। दया भगत त दया बिना भगत त बन्दैन। भगत बन्ने त कहिले सर्वप्रथम मानव बन्न सुरु गर्नुहोस्। चेतावनी दिइराखी बक्सिनु भएको छ। कल्की भगवान स्वयं धरतीमा प्रकट भई बक्सिनु भएको छ। उहाँको ज्ञान सुन्न सुरु गर्नुहोस् अनि दयावान हुन सुरु गर्नुहोस्। जय बन्दी छोड़ जी की लौट कोई नहीं और की।